50-60 जतिको मैले ज्यान लिइसक्यो। हेलो गाइज, नमस्ते सबैलाई। आज हामी धेरै दिनपछि आज भेट भएको छौँ होइन। अनि आज चाहिँ हामी जे यता गाउँतिर छौँ हामी आजकल होइन, यस्तै छ। अब बिदामा गाउँतिर आएर गरौँ भनेर। अनि आज धेरै दिनपछि हाम्रो यहाँ अहिले समस्या पुगेर हाम्रो यहाँ के भएको छ भन्दाखेरि अलिकति लामो समय लागेको छ। आज के हुन्छ आज हेरौँ। आज हाम्रो कार्यक्रमहरू टन्नै छ। कार्यक्रम भन्दाखेरि कामहरू ल हाम्रो चाहिँ यहाँ अब सामान रेडी भइसकेको छ होइन। यहाँ हामी त यहाँ सेल्फस्टिक भाँचिहाल्यो, डोरीले बाँधेर होइन, डोरीले बाँधेर सेल्फस्टिक चाहिँ युज गरेर चाहिँ गर्नु चाहिँ हामी यहाँ रेडी भइसकेको छ। पुरै गर्नुपर्ने हुन्छ हामीले आज है त। स्टार्ट हाम्रो स्टार्ट हुन्छ। Ready position. यस्तो सानो सेल्फस्टिक आगोमा हाल्यौँ कि अब सेल्फस्टिकलाई तातेर केटाहरूलाई म नेपालभरि आउँछु सपोर्ट गर्न। यहाँ अलिकति सकाएर सानो गरा सकाएर यहाँ आएर बस्यो है। अनि ठ्याक्कै एउटा भिडियो हेरेको, ठ्याक्कै एउटा टिकटक हेरेको थियो। त्यसमा चाहिँ ओहो मेरो केटाहरूलाई एउटा कुन चाहिँ एउटा दाइ हो है, नाम चाहिँ याद भएन। जुन समस्या जस्तो समस्या ठुलो समस्या पऱ्यो नि म नेपालभरि नै आउँछु भनेर भनेको रहेछ। अनि दाइ यहाँ सुन्नु पऱ्यो है। यहाँ सानो गरा चाहिँ सकायो, यताको सानो चाहिँ सकायो, सानो केस चाहिँ सकायो। अब ठुलो केस ह्यान्डल गर्न सकेन, नेपालभरि सहयोग गर्छु भनेपछि यहाँ चाहिँ आएर यहाँ किरालाई औषधि हाल्नु पऱ्यो, त्यति सहयोग गरिदिनु पऱ्यो। अब भएन, नेपालभरि नै गर्ने भएपछि यति त सकाउँला कि होइन। यतातिर छ है के भन्नु आजकलको होइन। रोड पनि दिने थियो भन्छ यार। अब 4-5जना फर्काएर डन हुँ यहाँ हुँ त्यहाँ हुँ दिन्छ। मस्तो भन्न च्यालेन्ज थियो सबलाई। मस्तो भन्न 50-60 जतिको मैले ज्यान लिइसक्यो। 50-60 जतिको मैले ज्यान लिइसक्यो। कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी सक्ति बरु यहाँको डन त्यहाँको डन। 80 डन त यहाँ छ क्या, तिमीहरू देखेकै छैन यार। यो बेसीमा हुन्छ नि च्यालेन्ज हान्ने हो हानौँ। नेपालको डन काकाको डन अझै पनि ज्यान दिइरहेको छु क्या म नेपाललाई। हेर्ने ज्यान कसरी दिन्छ मैले देखाउने गरौँ यार। यहाँ खिरा छ होइन। अब यहाँ टक्क लाएर अब म ज्यान त लिन्छु। अब यहाँ हालेपछि यो भोलिसम्म सकियो, अनि यसको यो होइन के अरे यहाँ किरा र यस्तो हुन्छ सक्छ है। म यसको ज्यान लिन्छु, तिम्रो सक्छ। नोन जानुभन्दा अगाडि यहाँ काम पऱ्यो हाम्रो एउटा सानो काम पऱ्यो सरप्राइज हेरौँ है त।
बाय बाय, टाटा, गुड बाय, गया। आयामा टोया टोया बस्यो यसले त उयो जियोजिनलाई जियोजिनलाई चाहिँ ओहो यहाँ भएले गोर्खर यस्तो हुने चाहिँ ड्रोन अल्छी हुन्छ चाहिँ त्यत्रो मोटो ड्रोन बात गरौँ म चाहिँ सिम्पल क्या पार्ट छ जिम बस आजको लागि यति नै भनेर गर्न चाहन्छु। अब हामी यहाँ खानासाना पकाउनुपर्छ हामीले, अब यहाँ काम टर्ने हुन्छ अनि त्यही भएर हामी अब यो भ्लग चाहिँ बन्द गर्छौँ है त। धन्यवाद, कस्तो लाग्यो भनिदिनु होला है त। ओके बाई।